नमस्कार सर, सम्पूर्णमा फेरि पनि। अनि आजको भिडियो चाहिँ के विषयमा छ भन्दाखेरि हिजो अस्ति मैले एउटा डिसेबिलिटी पेन्सन, ओल्ड एज पेन्सन अनि विडो पेन्सनको बारेमा भिडियो हालेको थिएँ। त्यो भिडियोमा निकै कमेन्ट्सहरू आएको थिए अनि त्यो कमेन्ट्सको चाहिँ रिप्लाई गर्नेछु। लेखेर रिप्लाई गऱ्यो भने कतिले बुझ्दैन होला भनेर आज चाहिँ मैले एउटा भिडियो नै बनाएर चाहिँ त्यो कमेन्ट्सहरूलाई सबैलाई रिप्लाई गर्नेछु है। पुष्प शर्माज्यूले कमेन्ट गर्नुभएको रहेछ, ओल्ड एज पेन्सन नभएकोहरूले के गर्नुपर्छ प्लिज भनिदिनु नि अरे। ओल्ड एज पेन्सन नभएकोहरूले फेरि अप्लाई गर्नुपर्छ। तपाईँहरूले 1 तारिक जुन बाद चाहिँ अनलाइन पनि अप्लाई गर्दा हुन्छ, म्युनिसिपालिटीमा कि त डिएम अफिसमा पनि गएर अप्लाई गर्दा हुन्छ अफलाइन। नेक्स्ट क्वेसनपट्टि जाउँ। अन्जना सुब्बा, आई वुड लाइक टु आस्क अ क्वेसन, प्लिज आन्सर इट। आई एम गेटिङ लक्ष्मी भण्डार एन्ड आई एम विडो, क्यान आई फिल विडो फर्म 2? विल आई गेट विडो पेन्सन अल्सो? मेरो विचारमा सायद आइदर अर हुनुपर्ने हो। यसको अपडेट म पछि तपाईँलाई दिनेछु है। मैले द्वारे सरकारमा 2 पल्ट अप्लाई गरेको थिएँ तर भएन, अब चाहिँ कसरी गर्नुपर्ने हो कृपया बताइदिनुहोस् ल। 67 इयर्स ओल्ड। तपाईँले द्वारे सरकारमा जुन चाहिँ भर्नुभयो, अब त्यही केही कारणले गर्दा सायद रिजेक्ट भयो होला कि त अब काहीँ मिसप्लेस भयो होला है। फेरि तपाईँले जुन 1 तारिकदेखिको अनलाइन कि त अफलाइन भर्न सक्नुहुनेछ यो फर्म है। ओके, नेक्स्ट। कल्पना माने छेत्री, नमस्ते सर। सर, म विधवा भएको 23 वर्ष हुँदैछ। मैले विधवा पेन्सन पाएको छुइनँ, कसरी पाइन्छ सर? मैले दोस्रो बिहा गरिनँ अनि वृद्धा भत्ता पेन्सन पनि थापेकै छुइनँ सर। म एक्लै नारी हुँ, कसरी हुन्छ बताइदिनुहोस्। तपाईँले विडो पेन्सनको फर्म अप्लाई गर्न सक्नुहुन्छ अनलाइन कि त अफलाइन आफ्टर जुन 1 तारिक। अनि ओल्ड एज पेन्सन पनि इफ तपाईँको एज भइसकेको छ भने तपाईँले ओल्ड एज पनि अप्लाई गर्नु सक्नुहुनेछ। पदम प्रधानज्यूको क्वेसन, ओल्ड एज पेन्सन नभएकोहरूले के गर्नुपर्छ प्लिज भनिदिनु नि अरे। ओल्ड एज पेन्सन नभएकोहरूले ओल्ड एजको एज तपाईँको पुगिसकेको छ, त्यो एज लिमिट पुगिसक्नु भएको छ भने तपाईँले अप्लाई गर्दा हुन्छ नयाँ। अर्को क्वेसन, सुजाता शर्मा तामाङ, जनवरी अनि मार्चमा त पेन्सन पाएन अनि यो मन्थ मेको पेन्सन पनि छैन, के कारणले होला प्लिज बताइदिनु भए राम्रो हुन्थ्यो। तपाईँले इफ पहिला पाउनु हुँदै थियो र योपालि पाउनु भएन भने तपाईँले डिएम अफिसमा गएर कन्ट्याक्ट गरेर त्यहाँ सोध्नु सक्नुहुनेछ। इफ तपाईँले नयाँ भरेर चाहिँ त्यहाँबाट पाउनु भएको होइन भने चाहिँ तपाईँले फेरि रिअप्लाई गर्नुपर्छ जुनदेखि। ओके, यो एउटा लास्ट क्वेसन हुनेछ, भिडियो साह्रै लामो भयो। पन्दुप राईको, मेरो ओल्ड एज पेन्सन हो तर अहिलेसम्म पाउन सकेको छुइनँ। मैले 2025 को जनवरीको 28 तारिक फर्म भरेको। तपाईँले पाउनु भएको छैन भने फेरि रिअप्लाई गर्दा हुन्छ तपाईँले। अनि प्रायःको क्वेसन चाहिँ के थियो भन्दाखेरि मैले ओल्ड एज पेन्सन पाउँदैछु, लक्ष्मी भण्डार पाउँछ कि पाउँदैन, विडो पाउँदैछु, लक्ष्मी भण्डार पाउँछ कि पाउँदैन। सर्वप्रथम लक्ष्मी भण्डारको नाम चेन्ज भएर अन्नपूर्ण योजना भइसकेको छ है। अनि सायद तपाईँले आइदर अर पाउनुहुन्छ, कि त ओल्ड एज पाउनुहुन्छ कि त अन्नपूर्ण स्किमको पैसा, कि त विडो पाउनुहुन्छ कि त अन्नपूर्ण स्किमको पैसा, कि त युवा साथी पाउनुहुन्छ कि त अन्नपूर्ण स्किमको पैसा।